ल फेरि हात पछाडि सुरु भइसक्यो गेम यता भाउने उता निलो उल्लाबारी उल्लाबारीको टिम एक्सचेन्ज भएको छैन नि छैन भएको अहिले अलिक लास्टमा गर्दा हुन्छ अलिक बिचतिर किनभने चिक्ने यताको सबै गलिसकेको हुन्छ नि त हाम्रो उल्लाबारीले हान्नु पऱ्यो नि त आज सेमी फाइनल अब पर्सि फाइनल छ पर्सि त्यो आउने हो आज भनेको को पुग्छ फाइनल अब के हेर्दैछ रेफ्रीले ल सुरु भयो चिक्ने उयो त्यो मैले कन्नुले दिएको माइकले त त्यो लगाएको त होइन यस्तो मुजी केरा जस्तो आयो साउन्ड कारारा कुरुक गर्छ फ्याते फ्याल्दिकन चिक्ने बरु गर्दिनँ ब्लाउज लगाउन चिक्ने त्यतिकै हुन्छ अस्ति ट्राई गरेँ हिजो ट्राई गरेको थिएँ त्यो डस्टबिन छैन फोहोर फाल्ने त्यसमा हालिदिइरहेको छु सबै कस्तो माइक पनि दिन्छ सबै त्यो क्यामेरा उयो मोबाइल स्ट्यान्ड पनि दिन्छ सबै दिन्छ कस्तो क्यारा कुरुक आयो लुएन सिटी नभए चिक्ने उयो हान्छ फ्री के गर्छ चिक्ने नाटक त हान्नु परेको नि उल्लाबारीले यतिको नाटक हानेन भने त अनि झापाली कसरी हुन्छ पूर्वेली कसरी हुन्छ ओ लग अलिक उयो कन्ट्रोल भएन क्या बलिनासँग अलिक उल्लाबारीसँग यार ठ्याक हुन्छ नि त मुझे अहिलेको यङ केटाहरूको मुझे सानो हुन्छ खलात्ते रोक्ने बित्तिकै मुझे खलात्ते हेरेर कुदाइदिइहाल्छ लग त्यही भनेको म फेरि त्यही त भन्छु त अघिदेखि म त्यही त भन्दैछु त त्यस्तो पाराले त कहाँ हुन्छ त अनि चिक्ने अर्को मान्छे खुल्ली त्यो कुदेर आएर लगिदियो भने त लग्दै गर्छ त हाम्रो उल्लाबारी क्याप्टेन कहाँ छ उहाँ छ 7 नम्बर रहेछ के हो फेरि ए चेन्ज 3 निस्क्यो 12 पस्यो 12 पस्यो 3 निस्केछ खोयो मुजी निस्किँदैन त फेरि कताको 12 खोइ त 3 निस्केन त ए उहाँ कुना छिर्दो रहेछ नि त अब उयो भयो नि त अब यो बुल्ली भइरहेछ नि त उताउतैबाट निस्क्यो क्या निस्किदिइहाल्यो त्यो टाइम लस गर्नको अहिले बल छोडिदिएको हो क्या त्यही अहिले त दामी उडाइदियो यार ल ए थोरो यता उलाइको पाएको हो कत्रो पानी पर्न आँट्यो त यार कालो नकालो भएर आयो ल्याएन त्यहाँ बुढाहरू त्यही भनेको यस्तो भन्नु त अति अतिन्छ ओहो मै चाहिँ त नि ला हाम्रो उलारीकोले होइन
मिठो हान्दैछ त यार किपर राम्रो छ यङ छ नि त किपर राम्रो त्यो भयो नि त ओ कर्नल पाए होइन ल फेरि दामी छिराइदियोस् त उल्लारीले कर्नललाई नै अघि छिराइदिएको थियो ओइ ओइ थेट हेर्नु त थियो खै लागेको जस्तो लाग्यो यो मटे कि कसको पुगमा लागेको जस्तो लाग्यो यसकोमा लागेको थियो जस्तो थियो क्या कस्तो मिठो हान्दै थियो नि यार दामी यार यतिको सर्टै हान्नु पर्यो क्या उलारीले यो बुढो नि लास्टै रिसाइट आएको छ स्कुटी बनाउँदा सानो बिच्किँदैन थियो हौ बुढो उयो आर्मीको भेष लाउने बुढो त अनि मर्न लागिसक्यो त ल्याएर कस्तो हाँसिँदैछ हौ बुढो यार त म त यो बुढोलाई भिडियो क्राइको मुझे बल त उता पो लगिसकेको त अनि के गरेर फल यत्रो फल उसलाई यहाँ फल हुँदैन फुटबलीमा अब टाइम त वेस्ट गर्नु पर्यो हेर बल नदिएको कि दिइसक्यो हौ छैन नि दिएको बल माग्दैछ टाइम उहाँ बल पछाडि भित्र खेलेको गेलो बाहिर ल्याएर दामी लडाइ दिन्छ डाक्टर त खतरा रहेछ नि त अनि यार हाम्रो डाक्टर साहब त केटाहरूको हुनुपर्छ सानो कराइदिन्छ तर छातीमा लाग्यो नि तर ठोक्यो क्या त्यो अर्को खुट्टाले हान्नु खोज्दा बलमै ठोकेर तर थर्क्यो पानी त कति ल्याएको ल्याइ गरेको अब टाइम वेस्ट गर्नु पर्यो नि त अलिअलि त यतिको त नाटक हान्नुपर्छ अलिअलि थपेन यार केही भएन नि त्यही त थपेन गेममा केही भएन नि गेममा यस्तोहरू भयो भने पो थप्ने हो क्या अब अहिले थप्छ अब कति मिनट थप्ने हो लैजा उलाबारी कस्तो ढिलो गरेर लाएर ल
तेरिका थट कत्रो टाइम लाग्यो राम्रो सकेन यार क्याच उल्लाबारी त्यत्रो मिलाएर हान्दा पनि हानेन हौ त्यही भनेको यार चान्स दा अघि मैले हानेको किपर राम्रो झन् कस्तो छ त्यही त बेसी नङटङ्गी भयो क्या किपरको नाममा के भयो भन्दा हो त्यही माथि एक गोल खाइसकेको छ कि अनि त्यही भनेर नाटक पनि गरेको क्या त्यसले तर यार यसले कस्तो हान्नु पर्ने यार यो गोल अहिले राम्रो हुन्छ क्या लोदर बोली बस्छ फेरि Oh, nice yaar, nice keeper. अयो यतिको चाहिँ हुनु पर्यो है किपर जे बोल्छ फेरि भन्छ फेरि लगाइदियो म्याच किपर कस्तो खुसी भयो किपर किपर त हगा उदाको किपर नाटक गर्ने हो क्या फुलित्तै बनाइदिए छिकिने म्याच छिकिने कस्तो रमाउँदैछ भने यताको किपर त यताको किपर यस्तो उफ्रिँदैछ नि अब हिजो जस्तै हुन्छ जस्तो छ म्याच पनि किपर सानो उफ्रिनु रोक्दिन लाउँदैन किपर राम्रो छ क्या किपर अलिक यङ छ क्या यताको किपर सानो यङ छैन यताको तालो खुइले छ खाइदियो यार त्यही भनेको लु हेर्न पास दिएको मुझे अर्काको टिमलाई दिन्छ पास अनि उल्लाहरीले अब त हानिहाल्छ नि अब त कहाँ उसले राख्छ त त्यही भनेको मिलाइ घुमाइ बस्छ हेरि बस्छ दामी पाएको नि अहिले चान्स 12 नम्बर अघि त 8 नम्बरले छुट्यो भए त अफसाइड भइ त हाल्थ्यो त्यो अफमा थियो त्यो कन्ट्रोलले भएन क्या अघि अहिले लु हेर्न नाटक देखाएको त्यही भनेको म त उल्लारीले हान्छ होला भनेको त फर्काइदियो यताकाले नि अब हिजो जस्तै हुन्छ जस्तो छ अघि तर त्यहीँ हान्नु पर्ने हो क्या तिनीहरूले यार यहीँनिर घुमाइ बस्छ हेरि बस्छ गोल ओइ लु 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 हेर्न डिभोर्स पनि गराउनु नसकेको किपर
बल छोड्दै गयो अर्को छिराइदिन्छ र अनि फेरि ला दामी कडाइ ला यार त्यो राम्रो कडाइ दियो यार हाल्न पाएन नि त उल्लाबारी के भएको अहिले त यार हात पछाडि त राम्रो कटाइदिएको थियो हान्नै पाएन उल्लाबारी हात पछाडि त अति गऱ्यो नहेरी हानिदिन्छ डायमन्डहरू हेर न हानिदिएको किपर कत्रो बढेको हौ लु 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 ल हेर्नु यो किपर त ए बाहिर थियो हातले छुन पाउँदैन आफ्नो टिम ए आफ्नो टिमले हान्दैन पेनाल्टी पो हुन्छ एक चान्स दिन्छ नत्र त पेनाल्टी कहाँ तिमीले पाउँदा ओ पाए 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 कुद 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 हेर्न फेरि ल बललाई झार्दिएको हेरेर खेल्छ हो त्यसलाई झिक्दियो मुनि हेरेर खेल्छ के भनेको बलमा हेरेर खेल्छ यो हार्नै लेखेको होला त अनि मुनि हेरेर खेल्छ के गरेको त्यो कति नम्बर 10 नम्बर हो कि 8 नम्बर हो त्यो 10 नम्बर होइन रन यस्ता नि गोल खेल्दो रहेछ यार फर्स्ट टाइम देखियो यार 10 नम्बरै त रहेछ त त्यही भनेको के त्यसलाई एक्सचेन्ज गरिदिँदा हुन्थ्यो क्या अर्को हाल्नु नि हौ निलोको यार अलिक राम्रो उल्लारीको चलेर यहाँ 12 नम्बरै खाली यत्रो छ त्यसलाई नै दिँदैछ फेरि ओ यार अति कालो भयो त पर्ला जस्तो भयो त्यही भनेको भिजाउँछ जस्तो छ हामीलाई फल हान्थ्यो यहाँ जानु अब फेरि यता कति भयो त पेनाल्टी हुन्छ जस्तो छ हिजो जस्तै यो पेट्रोलमा माटो खनाउँदैछ नि त अनि त्यहाँनिर गाडी साडी राख्दैछ जाम हुँदैन नि त
लौ लौ बुद्ध उलाहरूले हान्छ कि भनेको त बराबरी पो भनेको थियो किपर अति चुम्किँदै थियो उसले चाहिँ गोल हान्दियो यार कस्तो मिठो के त पेनाल्टीमा जित्छ कि त उलाहरू किपर हेर न किपर राम्रो हान्ने हेर्छ नि यता हान्ने भएर भएन नि त यताको किपर हेर न 8 नम्बर यहाँ त यहाँ भन्दैछ किपर वहाँ छ एउटा यहाँको त अलिक यङ छ क्या किपर यो फेरि बर्खाको सिजनमा त यस्तै हो क्या पानी कत्रो पर्न लाग्यो अफ भयो कत्रो अगाडि बसिरहेछ अनि अफमा बसिरहेछ ढोगेर तर 10 नम्बरले ल्याएर त एक्सचेन्ज हानिदिँदा नि हुन्छ क्या काम देखिएन 10 नम्बरको किपरको खुट्टै बाङ्गो छ जस्तो छ मै हानेर पठाउनु नि हो ल्याएर बल एक्लै छोडिदिएको त्यहाँ के भन्दैछ हौ छिराइदिन्छ फेरि हिजो जस्तै बममै कस्तो मिठो छिराइदियो हिजो यहाँ 12 नम्बरलाई बल पर्खिरहेको छ के ओहो ल्याएर न जहाँ आडै थियो होला कस्तो कत्रो भइसक्यो त्यो पनि थोरै भइसकेन त अफ त अनि यो उसलाई ओइ म्याच ला के हो फेरि ए धेर थाहा अघि यहाँ पनि कत्रो उठाइरहेको थियो त निलोले यो 12 नम्बरले यहाँ भुँडीसम्म उठाइदिइरहेको ती खेल्छ हजुर आउँछु नि सही हो
ले जान हो ओ फ्री किक पायो लु हेर्न कहाँ हानेको फेरि टाइम वेस्ट गर्नको लागि हो क्या अलिक खतरा हानेर दिनु नि को 17 नम्बर रहेछ 17ले अघिले ल्यासक्के हानेको हो र यो 7 नम्बरलाई एकचोटि चान्स दिनुपर्छ यो क्याप्टेनलाई अलिक हेर्दा नि यङ चान्स त यस्तो बेला नि चान्स त धेरै नै हुन्छ है चान्स त यस्तो बेला नि ओभरै हुन्छ ल 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 कर्नल अब पनि छिराएन भन्थे नि कर्नल भने एउटा जोगाएको थियो अनि जोगाउनु खोजेको तर उनीहरूकै टिममा लागेर लाग्यो तर अब त्यो ओभरै चान्स गयो नि अब त्यो छिराउ त होला त्यही उलारीले जोगाउन खोजेको भएन मिठो छिराइदियो उलारीले अब त चान्स दामी छ अब पनि कसले हान्यो उलारीले नि हानेको होइन यो हेर्ने हान्नु नजान्ने क्या अलिक टाउको साउको घुमाउनु त्यो हुन्छ नि त त्यो नै छैन उनीहरूको डाइरेक्ट जस्तो आयो त्यस्तै हानिदिने टाइपको छ नि यार दामी पाएको यार उहाँ बल हान्न थालिसक्यो केटाहरू होइन उलारीकोले त एउटै एक्सचेन्ज हान्दैन त हौ होइन कस्तो छ नि यता टन्नै बसिरहेको छ नि हान्नु नि हो होइन होला नि त राम्रो खेलाडी तेत्तिसमा नि कति 5-6 कति सुरु भएको ओ यार कत्रो खाली पाएको हो यार यो भाउनेले लिएर जानु एक्लै कुदायो ओ दामी टप छुट्टै भएन यार उलारीको ल त्यही त लु अब हेर्न झन्डै छिराइदियो त पनि हेट यो लाबारी हो र यिनीहरूले नै हो र पेनाल्टीमा जितेको यो त होइन नि यिनीहरू त भाउने नि दमकले जितेको हिजो दमक र उयो उता केर्खाले हार्यो पेनाल्टीमै हारेको अब उलारीको किपर त्यस्तो छ यहाँको यङ हेर्नु न त्यहाँ किपर कस्तो छ यो रातो भाउने
उहाँ उता त्यत्रो खाली लु ए उहाँ बिचमा खाली छ लु हेर्न लु के त बिचमा खाली त मैले अफ साइडमा हुन्छ एनी टाइम त्यो 8 लाई त नजिक पनि हुन्छ र 8 त एनी टाइम हो अफमा अझै पनि अफमै छ त्यो स्क्रिन रेखाइन हेरि कुद्छ के हो फेरि कर्नर अब यत्रो चान्स पाक्यो कराउन त ओभर चान्स हुन्छ यार गोल हान्ने 8 लाई त नदिँदा पनि हुन्छ 8 त एनी टाइम अफ साइडमा बसिरहेको हुन्छ 8 अग्लो छ हेड हान्नुपर्ने हो टाउकै घुमाउनु जान्दैन नि त अहिलेको यङ केटाहरूको भएका सानो मजा आउँछ हेर्न स्किल देखाएर के गरिसक्थ्यो कराउनु खाली छ ल किपर पुरै तगडा छ अनि त्यो भनेको जहाँ मान्छे के हो उता केही देख्दैन यो उयोले मान्छे एक्टिभै नभए गोल फ्यालिदिन्छ हिँड्ने गरेकोलाई यहाँ 12 नम्बर हात देखाउँदै थियो पछाडि हिँडिरहेकोलाई गोल फ्यालिदिन्छ अनि एक्टिभै छैन मान्छे यसले त्यही उडाउँदैछ हौ गोल त्यही किपरले के हो यार ग्रास हानेको गाउँमै छिराइदिनु राम्रो छैन हेर्न गेमै जहिले ढिलो गर्छ भन्दैछ फेरि गेमै जहिले ढिलो गर्छ भन्दैछ हान्न पाएन र आत्यो क्या गर्ने होइन क्या धेरै घुमाउँछ पोस्टमा लु हेर्न हान्दियो होला अब त फिक्स हान्दियो ला बच्यो यार बच्चो कर्नल पायो यो कर्नलमा चाहिँ धेरै चान्सेस हुन्छ यार कर्नलमा 2 नम्बर सिरा हालेको हो कि के हो उहाँ जाँदैछ यहाँ निलोको टिम
होला पेनाल्टी हान्न कर्नर पायो अब फेरि उयोले यार फेरि कर्नर होइन यो कर्नर चाहिँ हुनै नदिनु पर्ने के 7 नम्बरले यहाँबाट ढुक्क तरिकाले 3 मिनट थप्यो सबै बोलाउँदैछ कि केटीखेर बोलाउने नि हो नि त 3 मिनट थप्यो एउटै चेन्ज गरेन हौ हरिहरी उलारीले हरिले एउटै चेन्ज गर्ने मान्छे छैन गरेको एउटै गरेन यता अर्कोले रातोले पनि एउटा त चेन्ज गर्नु होला दुईटा हौ दुईटा गर्छ एउटा 2 र फेरि कति पो आएको थियो 2 र 12 पस्यो ए 12 निस्क्यो कि ए निकालो 10 निस्क्यो के चेन्ज निलो निलोको रातोको ए रातोको रहेछ निलोको नि त्यहाँ गइरहेछ त निलो हौ निलो त्यही त निलो त्यहाँ गइरहेछ क्या अघि चेन्ज निलो त्यहाँ गइरहेछ पेनाल्टी हान्नको लागि खोइ कता निस्क्यो अर्को यताबाट निस्कियो कि कताबाट निस्कियो कति मिनट हो 3 मिनट भयो 3 मिनट थपेको थियो अघि त उहाँ त्यत्रो खाली छोडिदिन्छ रात नै पऱ्यो त यार आज बल्ल भेटो गोल I know shoot. पेनाल्टी भयो ल है त पेनाल्टी भयो कतापट्टि हुने हो पेनाल्टी अब फेरि उतैपट्टि हो कि यतापट्टि हो बराबर टाइम ल सुरुमा कसले उलारीले हान्न आँटेको हो यो 10 नम्बरले ल्याइदिएको 10 नम्बरले ल्याइदिएछ एउटै बाइक रहेछ दुईटा के हो नि ला त्यसले गोलै गममै छिराइदियो यार त्यसले गोलै देखेन के भनेको त्यही त अब रातोको पालो उहाँ हाम्रो के भन्छ के भनेको झन्डै छिराइदियो अब ल यो क्याप्टेन होइन
क्याप्टेन र लम्बै छिरा त उल्लाबारीले जित्छ पर्सि फाइनल हुन्छ फाइनल झन् खतरा खतरा हुन्छ जस्तो छिराउनु पर्यो क्याप्टेन उनीहरूले जितिहाल्छ ओ दामी ल ल ल ल ल ल केटा हो अब यो सेप हान्दै एक सेप हान्नु पऱ्यो कि बाहिर माथि नै हान्नु पऱ्यो अघि जस्तै हान्दा चाहिँ दामी हुन्छ भित्र थिएँ माथि हान्नुपर्छ माथि हान्नु पऱ्यो यसले अलिक एक्टिभै छिराइ त्यो ट्र्याप हानेको त्यहाँ है दामी हानेको आउट भएन भएन के त आउट हुन्छ ए छिरो हो गोल भयो एक खेप हान नि गराब तर यताको उलारीको किपर राम्रो छ उलारी भन्नु यो अर्को चाहिँ राम्रो छ यो चाहिँ राम्रो छ नि यो राम्रो छ नि। यो चाहिँ अलिक उयो छ नि त यङ पहिलो? यो राम्रो छ यो चाहिँ खतरा छ नि अघि यहाँ सानो खतरा रहेको यो किपरले गर्दा उयो भएको पेनाल्टी भएको न त अघि हारिसकिसक्यो दामी सिम्पल हान्यो लगातार 3 हान्यो यार अब सेप हानेन भने यो उलारीले त्यसलाई सेप चाहिँ हान्नु पर्यो किपरले उलारीको नाम राख्न भयो भने एउटा सेभ गरिदिँदा उलारी त्यही त भनेको अझ एउटा सेभ भयो ढुक्क हुन्छ होइन सेप चाहिँ गर्नु पर्यो क्या यसले अलिक एक्टिभ भएर पर्सि फाइनल भयो भने सेप ला कस्तो सिम्पल हान्दै यार कस्तो सिम्पल हानिदिएको यो त बिस्तारै चुसुक्यो यार झुक्यो झुकिनु त पाउँछ कस्तो पेनाल्टीमा एक साइडतिर उयो सुत्छ क्या उनीहरूको सिम्पल हाल्नु उनीहरूको त्यस्तो गरेर हाल्नु एक साइडतिर डाइभ हान्नै पर्छ क्या किपरले पेनाल्टीमा दामी के भयो कोहलीको जस्तै हाल्नु है त्यो अब चाहिँ सेभ गर्नु पर्यो है अब चाहिँ सेभ हान्नु पर्यो उल्लाबारीले 4 भएन 4 भएन यो 4 भयो एक हो उनीहरूले एउटा सेभ गर्छ खै सेभ हान्न भनेको कि आउट हान्न जाने हुन्छ माथि अहिलेको माथि ल्याएर न खै यो म्याच गोल लास्ट भर्खर छिरेको होइन यो यो गोल हान्दै सकियो त्यो त भर्खर छिरेको थियो त यो त भर्खर छिरेको यहीँनिर आयो गोल यो हान्दै सेभ गर्नु पर्यो यो त छिराउनु पर्यो होइन त्यही त छिराउनु पर्यो यो त सक्यो जितो होइन त्यही त उसलाई छिरायो भने त जितो त्यही त छिराउनु त पर्यो है छिराउनु पर्यो उल्लाबारी दामी जित्यो ल फाइनली उल्लाबारीले जितिसकेको छ अब पर्सि फाइनल छ अब आज त्यही बाई बाई टाटा बाई बाई आजको लागि यति नै बाइक नै छ